गाईले हरेक वर्ष बाछो पाउनै पर्छ। आजको यस प्रस्तुतिमा हामी यसैका 7 मुख्य चरणहरूबारे जान्नेछौँ। 18देखि 24 महिनामा मात्र बाछो पाउनु भनेको डेयरी व्यवसाय डुबाउने एकदमै ठूलो घाटा हो। त्यसैले हाम्रो मुख्य लक्ष्य 12 महिनाको चक्र हुनुपर्छ। यसले दूध उत्पादन र नाफा दुवै ह्वात्तै बढाउँछ। पहिलो चरण तयारी र पोषण हो। सुरुदेखि नै कडा पोषण व्यवस्थापनमा ध्यान दिनु एकदमै जरुरी छ। उच्च ऊर्जा भएको दाना, भिटामिन र खनिजले अण्डाशयलाई सक्रिय बनाएर सफल चक्रको लागि तयार गर्छन्। सन्तुलित पोषण पुगेन भने गाई दुब्लाउँछ। यसले प्रजनन क्षमता वात्तै घटाउँछ र गाईले भालिनै खोज्दैन। समय निकै महत्त्वपूर्ण छ। ब्याएको ठ्याक्कै 2 महिनापछि मात्र गर्भधान गराउँदा सफल हुने सम्भावना उच्च हुन्छ। दोस्रो चरण भनेको भाले खोजेको थाहा पाउने महत्त्वपूर्ण समय हो। यसका लागि एकदमै कडा निगरानी चाहिन्छ। अचम्मको कुरा के छ भने गाईले प्राय बेलुका वा बिहानको चिसो समयमा मात्र भाले खोज्छ। यसको सबैभन्दा भरपर्दो सङ्केत स्ट्यान्डिङ हिट हो। यतिखेर अर्को जनावरमाथि चढ्दा गाई बिल्कुलै हल्लिँदैन। गोठमा छटपटी गर्ने, कराउने र दूध घट्ने जस्ता सङ्केत देखिए भने पनि विशेष ध्यान दिनुपर्छ। गर्भाधानका लागि प्राकृतिक साँडेभन्दा कृत्रिम विधि धेरै राम्रो मानिन्छ। यसले रोग हटाउनुका साथै नस्ल सुधार गर्छ। अझ कृत्रिम गर्भाधानमा लिङ्ग निर्धारण गरिएको वीर्य प्रयोग गर्दा 90% बाछिने जन्मिने पक्का हुन्छ। गर्भाधानको समय बिहान बेलुकाको नियममा भर पर्छ। बिहान भाले खोजेको छ भने दिउँसो गर्भाधान गराउनुपर्छ। त्यसैगरी यदि दिउँसो भाले खोजेको छ भने ठ्याक्कै भोलिपल्ट बिहान मात्र गर्भाधान गराउनुपर्छ। तेस्रो चरणमा फलोअप र पुष्टि गरिन्छ। गर्भाधान साँच्चै सफल भयो कि भएन भनेर पक्का गर्नुपर्छ। कहिलेकाहीँ गाईलाई गर्भाधारण गर्न 2 वा 3 पटकसम्म गर्भाधान गराउनुपर्ने हुन्छ। यो एकदमै सामान्य कुरा हो। रेकर्ड राख्नु एकदम महत्त्वपूर्ण छ। क्यालेन्डरमा चिन्ह लगाएर 3 हप्तापछि फेरि भाले खोज्छ कि भनेर हेर्नुपर्छ। अन्त्यमा गर्भ परीक्षणले सफलता पक्का गर्छ। नबसेको भए तुरन्तै अर्को गर्भधान गर्न यसले सहयोग पुर्याउँछ। यी सबै चरणहरू अपनाएर के गोठका गाईहरूले आफ्नो अधिकतम प्रजनन र नाफा दिने क्षमता हासिल गर्दैछन् त?